ब्ल्याकमेलिङ गर्नेहरूलाई तपाईहरुले चिन्नु पर्छ। कुनै सभामा मलाई गाली नगरिकन सुरुवात पनि मलाई गाली गरेर भएको छ, अन्त्य पनि मलाई गाली गरेर भएको मैले सुनेको छु। शोभिता गौतमलाई गाली गरेको बाहेक केही सुन्नै पाइदैन, रासोपालाई गाली गरेको बाहेक केही सुन्नै पाइदैन। तिनीहरूको भन्दा मेरो आवाज चर्को छ, तर म तिनीहरूलाई आज गाली गर्दिन। आज थर्काउनेहरूले भोलि हातमा शक्ति भयो भने जनतालाई गोली नहान्लान् भन्न सकिँदैन। कानुनको विद्यार्थी अधिवक्ता शोभिता गौतमलाई, एउटा इमानदार मान्छेलाई, एउटा चोखो आत्मा भएको प्रतिनिधिलाई यहाँबाट अनुमोदन गरेर पठाउनुहोस्। नेताहरू झन् झन् धनी हुँदै जाने, नेताका परिवार विलासी जीवन बिताउँदै जाने, तर जनताको छोराछोरीले एउटा उपचार गर्न नपाएर मर्नुपर्ने यो स्थितिको अन्त्य हुनुपर्छ भनेर हाम्रा युवा पुस्ताहरूले माग राखेका हुन्। मैले मेरी छोरीलाई एउटा खेल खेलाउँछु, माछो माछो भ्यागुत्तो, माछो माछो भ्यागुत्तो भन्दै। त्यसरी नै हामीलाई हरेक चुनावमा माछो माछो भ्यागुत्तो बनाइयो। यो चोटि मत बाँड्ने बेला छैन, यो चोटि हामीले दुईटै मतपत्रमा घन्टी चुनाव चिन्हमा ड्याङ ड्याङ हालेर राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनाउने, अनि मात्र यो देशले युग परिवर्तन पाउनेछ। तर म तिनीहरूलाई गाली गर्दिन, तिनीहरूलाई जवाब तपाईले दिने हो। फागुन 21 गते दिने हो। अहिले कोही उपचार नपाएर मर्नुपर्ने स्थिति आयो, तर कसैको घरमा पैसा जलेको हामीले देखेको हो, त्यो बिर्सेका छैनौँ। त्यसकारण तपाईहरुले बुझ्नु भएको छ देशमा कसरी 35 वर्षसम्म जनताको मतको खिल्ली उडाइयो। मैले यो चुनावलाई केवल एक थान सांसदको सिट जित्ने मेरो प्रतिष्ठाको विषयमा हेरेको छैन। सर्वहाराको पार्टीका नेता कतिचोटि प्रधानमन्त्री भए, तर अहिलेसम्म सुकुम्बासी समस्या जस्ताको तस्तै छ। किन? यदि यो देशलाई उजाड भूमि बन्नबाट जोगाउने हो भनेदेखि यही पटकको यही निर्वाचन हो जसमा हामीले निर्णायक हस्तक्षेप गर्नुपर्छ र निर्णायक राजनीतिक परिवर्तन गर्नुपर्छ। जङ्गबहादुर सुनार जम्मै यो हात खुट्टा फुलेर तपाईँको यो दुख्ने काक्रा कुकुरे हुने फुल्ने पहिलेमै आएर ठिक भएको, यहीँ आएर मैले दबाई खाएपछि मलाई कन्ट्रोल भएको। कसैका कार्यक्रममा शोभिता गौतमलाई गाली गरेको बाहेक केही सुन्नै पाइँदैन, रासोपालाई गाली गरेको बाहेक केही सुन्नै पाइँदैन। तिनीहरूको भन्दा मेरो आवाज चर्को छ, तर म तिनीहरूलाई आज गाली गर्दिन। शोभितालाई जति गाली गरेका छन्, मेरो त्यस्तो इमानदार साथी जसको आवाज संसदमा सधैँ बुलन्द भएर जनताको पक्षमा उठेको छ, जो कुनै राजकुमारी होइन, तपाईँ र म जस्तै मध्यम वर्गकी चेली हो, मेरो साथी